हेलो एभ्रिवान, नमस्ते सबैजना स्वागत छ मेरो नयाँ भ्लगमा। आजको चाहिँ हामी यहाँ धुर्जनाबाट घर फर्किरह हो। यतातिर देखा त हल्का यहाँ पुरै जङ्गल छ है, चारैतिर अँध्यारो छ। यहाँ बाघ भालुहरू स्यालहरू पनि आउँछ भन्ने सुनिरहेको छौँ हामी भर्खर। त्यहाँ मान्छेले भने एकदमै माहौल चाहिँ दबदबा भला छ है, यति बुझ्नु। अहिले चाहिँ हामी यहाँ अँध्यारोमै छु है, हामी घर गइरहेको छु। बाटो त यही हो हुन त है, तर अब यसको धेरै अल्ली छ के यहाँ मैले अझ यहाँ भूत प्रेत पनि आत्माहरू पनि धेरै हिँड्छ भन्ने सुनिरहेको थिएँ। मेरो जङ्गलको बिचमा छु हामी, विश्वास नगर्नुलाई हेर्नु यताउति सबतिर चारैतिर हेर्नु पुरा अँध्यारो जङ्गलको बिचमा छु। कसले आएर अट्याक हान्छ भन्ने कुरा पनि थाहा छैन। आज चाहिँ हामी 4 बजेतिर घरदेखि हिँडेका थियौँ है। ल एउटा उत्यो पनि आछ, ल एउटा गाडी आयो है, गाडी आयो। अब गाडी आइसकेपछि देखा गाडी देखा, गाडी उता अगाडि आउँदैछ। अनि गाडीको फ्ल्यासले हामी पनि देखिन्छौँ होला, सायद हामी पनि अब क्लियर देखिन्छौँ होला। अहिले पनि बुझ्न सक्नुहुन्छ कि हामी अँध्यारोमै छौँ। अँध्यारो कहाँको जङ्गल हो भन्ने ए मा रातिको टाइम यो चेप दिलामा हेर्छ झ्यापभर चलाउन लाग्छ कि अहिले साइड हल्का साइडमा छ झ्यापभर चलाउन लाग्छ। ए ल ल ल हामी गइरहेको छु जङ्गलको बिचमा। भालु जङ्गलदेखि आउँछ यहाँ त्यो वाला भालु होइन, फेरि त्यो भालु आइदियो त अहिले। यहाँ भनेको 1 मिस गेम फिनिस छ है। ल एकदम त्यस्तो कन्डिसनमा छु हामी। अब हामी घर कतिर सुन्यो है, अहिले सुन्यो है, मान्छेहरू मरमा डराएर लेखिदिन्छ यार। हामी चाहिँ 1 घन्टामा पुग्छु होला घर होइन। 1 घन्टामा घर समथिङ। मुजी बाटो यता आइन यता आऊ मुजी। कुन बाटो यार थाहा पनि छैन कि मलाई त। हेत तरिकामा कस्तो तनाव भएको भनेको राति यार। तिमीले गरेर त हो भाइ, त्यस्तै हो। हिँड्दा अगाडि रुख नआइदियो छ। हिँड्दा रुख आइदियो होला। यो चाहिँ हामीले आफैलाई च्यालेन्ज दिएर होइन, भनौँ न यसो हल्का जङ्गलको बिचमा हिँड्दाखेरि कस्तो फिल हुने रहेछ, रातिको टाइममा कस्तो रियाक्सन आउने रहेछ भन्ने कुराहरू सोचेर चाहिँ हामीले यो गरे हो है। हामी अगाडि नै घर जान सक्थ्यो तर हामी गएन होइन, गएन। हामी चाहिँ आफूलाई च्यालेन्ज गरेर हल्का राति अँध्यारो हुँदा हुने बेला। तर अहिले यही च्यालेन्ज हामीले भारी पर्ला जस्तो लाग्यो। भारी पर्यो यार। प्लानिङ चाहिँ यसको है खासमा भन्नुपर्दा। अनि अर्को कुरा, यो मुजीले यो लाइट किन फालेछ सोच्नु, लाइट किन फाले देखिएन त के गर्नु, बाल्नु परेन रातिको बेला जङ्गलको बेला। तर है लिटरली हामी जङ्गलको बिचमा छु है। यो जङ्गलको बिचमा के मा चारैतिर अँध्यारो, तारा लागिसकेको छ यार माथि। माथि देखा त माथि तारा पुरा लागिसकेको छ। जङ्गलको बिचमा छु हामी यो फाइनली। अनि जङ्गलको बिचमा यस्तै हिँडेर कस्तो लाग्दैछ त? फिलिङ इज गुड। फिलिङ इज गुड। फिलिङ इज स्केरी तर हो यार, नर्भसिङ। पिज्जा आयो क्या? पिज्जा आयो। ओ पिज्जा, थ्याङ्क गड। पिज्जा आयो है। थ्याङ्क हल्का लाउडा जस्तो पिज्जा पिस पनि हल्का ढङ्गको होस् न। फाल्टु खुल्टी टाइपको त पिस पिज हो कि कच्ची हो बुझी। तर कस्तो भयानक जङ्गलमा आयो है। ला घना छ यार, एकदम लास्ट घना जङ्गल छ यार। हेर्नु त केही पनि देखिरहेको छैन भने के, केही छैन। नजिकमा त पुरै जङ्गल छ। हेर्नु न यतातिर सब खाली अनि यहाँ भइसकेको छ पुरै एकदमै। हामी चाहिँ एकहोरो हिँडिरहेको छु। यहाँ चाहिँ भनौँ न 100 मिटर 500 मिटर पर्दा पनि मान्छेहरू कोही भेटिँदैनन् न बस्ने मान्छेहरू बस्तीहरू पनि केही छैन, घरहरू जस्तो जङ्गल। कतिखेर झ्याप्पा झुप्पा ऊ आउँछ है, बिरानो जङ्गलमा छु। ए साथी के हो त्यो, के छ होला त्यो सुनिरह्यो हो के पो छ त्यतातिर। ए मुजी के हो त्यो? ए मा थियो होला साथी, के पो थियो बोले जस्तो त लाग्यो मलाई त्यहाँदेखि उतादेखि। सो गाइज हामी चाहिँ अहिले बन्दान
भिडियो बनाउने टाइम छैन हामीसँग। हामी 1.5 घन्टाको बाटो हिँडेर है धेरै थकाइ लागिसक्यो। 1.5 घन्टाको बाटो हिँडेर बल्ल तल हामी आफ्नो डेस्टिनेसन आफ्नो टोलतिर पुगे। निन्द्रा चाहिँ मिठो लाग्ने भयो। निन्द्रा चाहिँ आज मिठो लाग्ने भयो, धेरै डराए पनि हो, थाकेछु मुटु पनि धेरै ढुकढुक भइरहेको थियो। सो है। फाइनली हामी टोलमा पुगिसकेको छु। यो चाहिँ हाम्रो टोलको टोल हो। यस्तो छ हाम्रो टोल चाहिँ टक्क नाइट भ्यू। सो यति भन्दा आजलाई बिदा लिन चाहन्छु। यस्तै इन्ट्रेस्टिङ अझ भिडियो हेर्न चाहनुहुन्छ भने आज सब्सक्राइब गर्न नबिर्सनु होला, लाइक गर्न नबिर्सनु होला, कमेन्ट गर्न नबिर्सनु होला। सो यति भन्दा आजको लागि बिदा लिन चाहन्छु। सो अहिलेको लागि सी यू।